ल भन्न त मैले बिहे गर्दिनँ कि आजकल अब त्यस्तै हो कि किन बिहे नगर्ने ल भन् त मेरो बिहे किन गर्ने उमेर पुगेको छैन जागेको छैन पुगेको छैन आनिसी कसरी पाल्ने होइन सब गर्नु पर्छ सब व्यवस्था भइसकेपछि बिहे गर्ने हो कि बिहे कस्तो केटीसँग बिहा गर्छ स्यार केटो मैले बिहे चाहिँ गर्छु होइन अलि इमान्दार के अलि अरूसँग नबोलोस् कि मलाई त अलि रिस लाग्ने मान्छे हो मलाई अरूसँग बोल्दै नबोलोस् त्यो तोसँग मात्र बोल त्यसतिर मसँग अरू केटाहरूसँग हुन्छ नि होइन त्यस्तोसँग नबोलोस् के हो कि होइन सिर्फ मसँग बोल्नु पर्यो त्यसले अनि के अरे पढे लेखेको मलाई गरिब घरको थियो गरिब घरको म त पढ्छु ठुलो मान्छे भएर धनी हुन्छु नि त अनि गरिबहरूलाई पनि नियन्त्रण गर्नु पर्यो नि त माथि चढाउनु पर्यो नि त मैले चाहिँ धनीसँग बिहे गरेको चाहिँ होइन बुझ्नु न मैले धनीसँग बिहे गरेपछि धनी धनी के गर्ने के अब गरिबलाई पनि माथि चढाउने यस्तो माथि होइन अनि मम्मी बाबालाई के सँगै राख्ने कि आफूसँग मात्र राख्ने कि मम्मी बुवासँग राख्ने त्यो चाहिँ यस्तो हो कि पछिको कुरा पछि हुन्छ नि त त्यो अहिले गर्ने कुरा होइन क्या त्यो उमेर पुगेको छैन यस्तो ल अब जवाब दिन्छु म यस्तो हो कि आमा बाबुलाई कसैले पछाडि छोड्दैन त्यस्तै हो मेन्टल खराब दिमाग सिमाग यस्तो घुमेको मान्छे मानसिक सन्तुलन घुमेको मान्छे हो छोड्नेवाला मैले त छोड्दैन मैले त सबलाई मिलाएर राख्छु यो दशामा यस्तो गर्छ नि त्यस्तो मिलाइदिन्छु मैले छोड्दैन के यताउता कसैलाई छोड्दैन सबभन्दा धेरै माया तैँले कसलाई गर्छस् त बिहा गरेपछि मैले आमा बाबुलाई गरिदिन्छु त्यो बुढीलाई गर्दैनस् बुढी त त्यस्तै हो नि त गर्ने गरिहाल्छौँ नि होइन आमा बाउ भनेको सबभन्दा ठुलो हो नि त सबभन्दा पहिला आमा बाउलाई गर्ने भने होइन आमा बाउलाई माया नगरेपछि के गर्ने यार आमा बाउलाई गर्ने हो कि पहिला माया होइन ए पहिलो माया आमा बुवा अनि त्यसपछि बुढी त्यसपछि बुढी होइन क्या त्यसपछि सब के त्यसपछि सब दाइ बाई सब हुन्छ कि मैले त फेरि मैले त होइन एकचोटि माया गरिसकेपछि त्यो उ गर्दैन कि मैले जसलाई देखेँ नि मतलब आफ्नो आफन्त जो हुन्छ नि त्यसलाई माया गरेपछि बिर्सिन्न क्या त्यसलाई चाहे दाइले बिहा गरे पनि त्यसले छोडिदियो क्या त्यो केटीलाई म बिर्सिन्न यार जहाँ भेटेर बोलिदिन्छु क्या म आइ गरिदिन्छु बोलिदिन्छु बुढ मिलाइदिन्छु साला ह्यान्डसेक गरिदिन्छु के हो यस्तो हो नि त मेरो जिन्दगी होइन यस्तै हो कि बोलिराख्नुपर्छ सबैसँग ए